जसरी नि यति मेरो बुढालाई बचाइदिनु भयो भने मलाई धेरै धेरै हजुरको बुढा बिरामी हुनुभएको छ, हस्पिटलमा हुनुहुँदो रहेछ हैन? के छ आर्थिक अवस्था कस्तो छ तपाईको? आर्थिक अवस्था त धेरै नै कमजोर छ सर। के गर्नु अब उसैले यसो अलिअलि भर्ती गरेको थियो। हामीसँग त केही नै छैन। यस्ता बालखा भर्खर 2 वर्ष लाग्यो बच्चा, अर्को नानी 8 वर्ष लाग्छ अब जेठमा। बचाइदिनु होला, यसरी भए पनि सहयोग गरिदिनु होला। के गर्नु अब? घरको आर्थिक अवस्था के छ? कसले गर्ने हो? हामीसँग त केही पनि छैन सर, के गर्नु? बच्चा साना छन्, अलिअलि अब कमाएर ल्याएर खुवाउने पाल्ने भनेको उसैले हो। जसरी भए पनि मेरो बुढालाई बचाइदिनु होला, सहयोग गरिदिनु होला। देश विदेश बस्ने दाजुभाइ दिदीबहिनीहरू सबैले सहयोग गरिदिनु होला। कमाउने चाहिँ एकजना मात्रै? हजुर, एकजना मात्रै हो, उहाँ मात्रै हुनुहुन्छ। जसरी भए पनि मेरो श्रीमानलाई बचाइदिनु होला। श्रीमानको नाम पनि भन्दिनु? नारायण खत्री मेरो श्रीमानको नाम। मनोमोहन सेन्टर आइसियु बेड नम्बर 9 मा हुनुहुन्छ। जसरी नि यति मेरो बुढालाई बचाइदिनु भयो भने मलाई धेरै धेरै हुन्छ। के गर्नु? यस्ता बच्चा छन्, यो बच्चाको मुख पनि हेर्नु पर्यो। के गर्नु?